मान्छेहरू त एकैछिनमा बद्लिन्छन्, मौसम पनि त्यस्तै बद्लेछ। हेर्नु न कति कालो बादल गरेको थियो, एकैछिनमा पानी आउने जस्तै गरेको थियो। हेर्नु न एकैछिनमा कति घाम गरेछ हेर्नु न। अनि वेलकम छ साथीहरू मेरो फेरि न्यू ब्लगमा। अनि हजुरहरू सन्चै हुनुहुन्छ भने आशा गर्दैछु। अनि मेरो चाहिँ आज दिनभरिको काम हेर्नु न साथीहरू। अनि मैले चाहिँ बालु माथि लैजान थियो, मेरो बुढो र म चाहिँ बालु लैजान लागेको छौँ साथीहरू। अनि बालु चाहिँ म भर्दैछु। अनि यो बालु भरेर अनि मेरो बुढोले चाहिँ बोकेर लैजानुहुन्छ। मैले चाहिँ बेल्चाले हाल्दैछु साथीहरू। कति घाम गरेको थियो कि पानी आउने जस्तो गरेको थियो, पानी नै आएन। अनि मेरो बुढाले चाहिँ बोकेर लगिरहेको छन्। छिटो भरिरहेको छु। अनि त्यति चाहिँ बोकेर सकियो। अनि बोकेर चाहिँ सकेपछि अनि थोरै अझै थियो, आधा चाहिँ चालेर अनि राखिसकेको छौँ बालु। अनि माथि चाहिँ प्लास्टर गर्न छ कि हामीले अझै, अनि गरेर भ्याएको छैनौँ। अनि त्यही भएर चाहिँ अनि यहाँ चाहिँ बालु चाल्दैछौँ। त्यही पनि बालुमा पनि आधा बालु आधा गिट्टी छ दे, कति दुःख भयो क्या हामीलाई चाहिँ। अनि हामी बुढाबुढी चाहिँ चाल्दैछौँ साथीहरू। हेर्नु आज दिनभरि चाहिँ यस्तै गर्दै ठिक्क भयो। ढाड त यति दुखेको होइन साथीहरू। अरूहरूकै मैले सोच्दै थिएँ कि अनि अरूहरूले कसरी गर्छन् होला यस्तै बालु चाल्नेहरू मान्छेहरूलाई, कति दुःख होला है। मलाई त एक दिन चाल्दा नि यस्तो ढाड दुखेर यो कम्मर त बच्चा पाउन आए जस्तै दुखिरहेको थियो क्या साथीहरू। हेर्नु न कति गाह्रो भयो त्यो। अनि यो बेल्चाले पनि मैले फालेको थिएँ। अनि मेरो बुढाले चाहिँ उता लगेर खनाउँदै थिएँ। म चाहिँ बेल्चाले चाहिँ म यो गिट्टी चाहिँ अनि हाल्दै थिएँ। अनि यहाँ तितेर फाल्दा तितेर गिट्टी भइसकेको थियो। अनि यहाँ चाहिँ यो चाहिँ हामी खोलाबाट ल्याएको थियौँ, 4-5 बोरा चाहिँ खोलाबाट ल्याएको, अरू चाहिँ अनि किन लिएर आएको थियौँ। अनि यो चाहिँ कति सजिलो भएको थियो कि, अर्को चाहिँ कति गाह्रो